आजको हाम्रो विषय सुरु गरौँ सन् 2025 को सेप्टेम्बर महिनाबाट काठमाडौँका सडकहरूमा हजारौं युवाहरू उत्रिएका छन्। सामाजिक सञ्जालमा त पुरै प्रतिबन्ध छ। हो, र सबैभन्दा नाटकीय दृश्य के छ भने नयाँ बानेश्वरको संसद भवनबाट धुवाँको मुस्लो निस्किरहेको छ। जुन गणतन्त्र यति धेरै आशा र सपना बोकेर आएको थियो त्यो आखिर यो अवस्थामा कसरी आइपुग्यो? हो, प्रश्न नै यही हो। आज हामी यही विषयमा केन्द्रित रहेर डाक्टर रायन वैद्यको चर्चित पुस्तक अ न्यू नेपालमा अलि गहिरिएर छलफल गर्दैछौँ। यो पुस्तक ती घटनाहरूको एउटा रिपोर्टिङ मात्रै होइन, बरु हाम्रो संवैधानिक प्रणालीको असफलताको एउटा चिरफारो, र त्योभन्दा पनि महत्त्वपूर्ण, यसले एउटा समाधानको साहसिक बाटो देखाउँछ। एकदम। हाम्रो उद्देश्य चाहिँ यो पुस्तकको मद्दतले नेपाललाई एउटा कन्ट्रोल स्टेट, अर्थात् नागरिकलाई नियन्त्रण गर्ने राज्यबाट सर्भिस स्टेट, नागरिकको सेवा गर्ने राज्यमा कसरी बदल्न सकिन्छ भन्ने खाका बुझ्नु हो। ल त्यसो भए सुरु गरौँ त्यही घटनाबाट। पुस्तकले 2025 को त्यो विद्रोहलाई जेनजी विद्रोह भनेको छ। जेनजी विद्रोह। सामाजिक सञ्जालमा प्रतिबन्ध, चरम बेरोजगारी, त्यो नेपोकिट संस्कृति विरुद्धको आक्रोश, यी सबै कारणहरू त थिए। तर मेरो प्रश्न के हो भने, के यो विद्रोह साँच्चै अचानक भएको थियो वा दशकौंदेखि भित्रभित्रै पाकिरहेको असन्तुष्टिको विस्फोट थियो? किताबले चाहिँ के भन्छ त? एकदमै सही ठाउँबाट सुरु गर्नुभयो। पुस्तकको मूल तर्क नै यही हो, यो कुनै आकस्मिक घटना थिएन। यो त सन् 2015 को संविधान र त्यसले जन्माएको राजनीतिक संस्कृतिको असफलतामाथिको एक किसिमको जनताको फैसला थियो। यो कुरा बुझ्न लेखकले दुईवटा शब्द प्रयोग गरेकी छिन् जसले हाम्रो राज्यको चरित्रलाई छर्लङ्ग पार्छ। पहिलो हो कन्ट्रोल स्टेट। कन्ट्रोल स्टेट मतलब नियन्त्रण गर्ने राज्य हो, जहाँ सरकार आफूलाई जनताको मालिक ठान्छ, चुनाव जित्नु भनेको 5 वर्षसम्म जे पनि गर्न पाउने लाइसेन्स हो भन्ने सोच्छ। नियम कानून नागरिकलाई नियन्त्रण गर्न बनाइन्छ, सेवा दिन होइन। ठक्कै हाम्रो अहिलेको अवस्था यही हो। यसको ठिक उल्टो पुस्तकले सर्भिस स्टेटको परिकल्पना गर्छ, अर्थात् सेवा गर्ने राज्य हो, जहाँ सरकार जनताको सेवक हो। हरेक सार्वजनिक पद जनताप्रतिको जवाफदेहिता हो। सरकारले नागरिकलाई निरन्तर सुन्छ, चुनावको बेला मात्र होइन। 2025 को विद्रोह यही सर्भिस स्टेटको माग थियो। मालिक होइन, सेवक बन भन्ने एउटा शक्तिशाली आवाज थियो। यो मालिक र सेवकको कुरा निकै रोचक लाग्यो। पुस्तकमा एउटा मास्टर सर्भेन्ट अडिट भन्ने विधिको पनि चर्चा छ। सुन्दा अलि प्राविधिक जस्तो लाग्यो। यो खासमा के हो? नाम प्राविधिक भए पनि अवधारणा एकदमै सरल छ। यसले कुनै पनि सरकारी संस्थालाई एउटै कसीमा राखेर जाँच्छ। प्रश्न के हो भने, यो संस्थाको संरचनाले नागरिक मतलब मालिकलाई शक्तिबाट जोगाउँछ कि शक्ति मतलब सेवकलाई नागरिकबाट? ओ वाह, एकैछिन है, यो त निकै गहिरो कुरा भयो। शक्तिलाई नागरिकबाट जोगाउने, यसको कुनै उदाहरण दिन सकिन्छ? सबैभन्दा राम्रो उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग CIA को नियुक्ति प्रक्रिया हो। अख्तियार प्रमुख कसले नियुक्त गर्छ? संवैधानिक परिषदले। त्यसमा को हुन्छन्? प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, विपक्ष दलको नेता, अर्थात् देशका शीर्ष नेताहरू। भनेपछि जसको भ्रष्टाचार छानबिन हुनुपर्ने हो, उनीहरूले नै छानबिन गर्ने मान्छे नियुक्त गर्छन्। हो, यही हो मास्टर सर्भेन्ट सम्बन्ध उल्टिनु। यहाँ सेवकहरू मतलब नेताहरूले आफ्नो कामको निगरानी गर्ने अडिटर आफै छान्छन्। जब सेवकले नै आफ्नो मालिक छान्न थाल्छ, तब त्यहाँ जवाफदेहिताको मृत्यु हुन्छ। पुस्तकको तर्क छ, हाम्रो प्रणालीको हरेक अङ्ग यही रोगले ग्रस्त छ। यो मालिक सेवक परीक्षणको लेन्सबाट हेर्दा त हामीले भोगेका कतिपय समस्याको जड नै देखिने रहेछ। हाम्रो वडा कार्यालयदेखि मालपोत राहदानी विभागसम्म हरेक ठाउँमा सोध्न सकिने प्रश्न भयो कि यहाँको प्रक्रियाले नागरिकलाई बलियो बनाउँछ कि कर्मचारीलाई? एकदम। यो समस्या पहिचान गर्नु एउटा कुरा भयो, तर के पुस्तकले यसलाई समाधान गर्ने कुनै ठोस बाटो पनि देखाउँछ? के हो त त्यो जेन एक्स संविधान भन्ने अवधारणा? हो, पुस्तकको दोस्रो भाग नै यही समाधानमा केन्द्रित छ। जेन एक्स संविधान नाम दिएको यो खाकाका 4वटा मुख्य स्तम्भ छन्। 4वटा स्तम्भ?
यसको पहिलो स्तम्भले भ्रष्टाचारको जडमै प्रहार गर्छ, सम्पत्ति शुद्धिकरण र पारदर्शिता। यसमा के नयाँ छ त? सम्पत्ति विवरण बुझाउने चलन त अहिले पनि छ, तर त्यो कर्मकाण्डी मात्र देखिन्छ नि। राम्रो प्रश्न। पुस्तकले डुअल स्टेज एसेट डिस्क्लोजर अर्थात् 2 चरणको सम्पत्ति विवरणको प्रस्ताव गर्छ। 2 चरणको? हो। पहिलो, कुनै पनि व्यक्ति सार्वजनिक पदमा आउनु अघि आफ्नो र परिवारको विस्तृत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ। दोस्रो, पदबाट बाहिरिएको 60 दिनभित्र फेरि विवरण बुझाउनुपर्छ। तर यसलाई साँच्चै काम गर्ने केले बनाउँछ त? सबैभन्दा महत्त्वपूर्ण र गेम चेन्जर प्रावधान हो पद छोडेको 5 वर्षसम्म पनि उसको सम्पत्तिको स्वतन्त्र लेखा परीक्षण हुन सक्ने व्यवस्था। 5 वर्षसम्म? हो। यसको मतलब तपाईले पदमा हुँदा कमाएको अकुत सम्पत्ति लुकाएर राख्छु र पछि देखाउँछु भन्ने बाटो नै बन्द भयो। यसले भ्रष्टाचार गर्ने सोचमाथि नै मनोवैज्ञानिक डर पैदा गर्छ। यो सुन्दा त राम्रो लाग्यो, तर के यो व्यवहारमा सम्भव छ? पद छोडेको 5 वर्षसम्म कसैलाई निगरानीमा राख्नु मानव अधिकार वा गोपनीयताको हिसाबले चुनौतीपूर्ण हुँदैन र? पुस्तकले यो विषयलाई पनि सम्बोधन गरेको छ। यसमा तर्क के छ भने सार्वजनिक पद धारण गर्नु भनेको स्वेच्छाले आफ्नो केही गोपनीयता त्याग्न तयार हुनु हो। यो कुनै सामान्य नागरिकमाथि लागू हुने होइन, केवल राज्यको शक्ति र स्रोतमा पहुँच भएकाहरूका लागि हो। सार्वजनिक विश्वासको मूल्य चुकाउन यो आवश्यक छ भन्ने लेखकको तर्क छ। स्पष्ट भयो। अब दोस्रो स्तम्भमा जाउँ, जुन न्याय प्रणालीसँग सम्बन्धित छ। हामी कहाँ त फलानु न्यायाधीश पर्यो भने मुद्दा जितिन्छ भन्ने कुरा चिया पसलमा पनि सुनिन्छ। के पुस्तकले यो समस्याको समाधान दिएको छ? निश्चित रूपमा। दोस्रो स्तम्भ हो न्यायमा पहुँच र निष्पक्षता, र यसका लागि पुस्तकले एउटा क्रान्तिकारी अवधारणा अघि सार्छ, र्यान्डमाइज्ड जुडिशियल बेन्च अर्थात् अनियमित न्यायिक इजलास। अनियमित यो भनेको कस्तो? यो भनेको कस्तो हो भने अब मुद्दाको फैसला कसले गर्छ भन्ने कुरा लटरी वा कम्प्युटरको एल्गोरिदमले छान्छ। चिट्ठा जस्तै? हो, एक किसिमले त्यस्तै। कुनै पनि मुद्दाको सुनवाई गर्ने न्यायाधीशको छनौट पूर्ण रूपमा अनियमित हुन्छ। यसले गर्दा ठूलो मुद्दा पर्दा फलानु न्यायाधीशलाई मिलाउनुपर्छ वा हाम्रो मान्छे भएको इजलासमा पार्नुपर्छ भन्ने खेल नै समाप्त भयो। अर्थात् जजसिपिङको अन्त्य। हो, जब मुद्दा कसले हेर्छ भन्ने कुरामा कसैको पहुँच र पैसाको प्रभाव चल्दैन, तब न्याय साँच्चै निष्पक्ष हुने सम्भावना बढ्छ। यसले न्यायलाई शक्तिशालीको पकडबाट बाहिर निकाल्छ। न्याय प्रणालीको यो सुधार निकै चाखलाग्दो छ। अब राष्ट्रको ढुकुटीको कुरा गरौँ। नेताहरूले मनलाग्दी ऋण लिएर देशलाई डुबाए भन्ने गुनासो जताततै सुनिन्छ। के पुस्तकले यो समस्या रोक्न कुनै उपाय सुझाएको छ? एकदम। तेस्रो स्तम्भ यही विषयमा छ, राष्ट्रिय कोषमाथि नागरिकको नियन्त्रण। नागरिकको नियन्त्रण? यसका लागि सिटिजन फिस्कल गार्डियन अर्थात् नागरिक वित्तीय संरक्षक भन्ने एउटा निकायको प्रस्ताव गरिएको छ। यसको काम भनेको राष्ट्रको ढुकुटीको साँचो नेताहरूको हातबाट फिर्ता लिएर जनतालाई दिनु हो। साँचो नै जनतालाई दिने? यो कसरी सम्भव हुन्छ र? यसको सबैभन्दा शक्तिशाली हतियार हो जनमत संग्रहको प्रावधान। जनमत संग्रह? प्रिय जनमत संग्रहबाट नागरिकको स्वीकृति लिनुपर्छ। 1% भन्दा बढी ऋण लिन जनमत संग्रह, यो त निकै ठूलो कुरा भयो। हो, किनभने देशको भविष्यलाई असर गर्ने यति ठूला आर्थिक निर्णयहरू केही नेताले बन्द कोठामा गर्ने होइन, नागरिकको प्रत्यक्ष सहमतिमा हुनुपर्छ भन्ने यसको मान्यता हो। सही हो। यसले नेताहरूलाई मनलाग्दी ऋण लिएर भावी पुस्ताको थाप्लोमा भार बोकाउनबाट रोक्छ, ढुकुटीको मालिक जनता हो भन्ने कुरा व्यवहारमा नै स्थापित गर्छ। ठिक छ, पारदर्शिता भयो, न्याय भयो र ढुकुटीमाथि नियन्त्रण पनि भयो। तर संविधान एकपटक बनाएपछि ढुङ्गामा लेखिएको अक्षर जस्तो भयो भने त फेरि 20-30 वर्षपछि अर्को विद्रोह होला। यसलाई जीवन्त राख्न केही उपाय छ? यही नै चौथो स्तम्भ हो, संविधानलाई जीवन्त राख्ने संयन्त्र। यसका लागि पुस्तकले एउटा स्वचालित प्रक्रियाको प्रस्ताव गरेको छ। कस्तो प्रक्रिया? हरेक 20 वर्षमा स्वतः नागरिक संवैधानिक समीक्षा सम्मेलन आयोजना हुने प्रावधान। हरेक 20 वर्षमा? हो। यसको सुन्दरता के हो भने यसले संविधानलाई समयसँगै असान्दर्भिक र पुरानो हुनबाट जोगाउँछ। समाज परिवर्तनशील छ, प्रविधि परिवर्तनशील छ र संविधान पनि सोही अनुसार परिमार्जन हुन सक्नुपर्छ।
परिवर्तनका लागि सडकमा रगत बगाउनु वा संसद भवन जलाउनुको सट्टा यो संयन्त्रले हरेक पुस्तालाई आफ्नो समयअनुसार संविधानलाई परिमार्जन गर्ने एउटा शान्तिपूर्ण र व्यवस्थित माध्यम दिन्छ। यी 4 स्तम्भ पारदर्शिता, निष्पक्ष न्याय, नागरिक वित्तीय नियन्त्रण र जीवन्त संविधान निकै महत्वाकांक्षी छन्। तर यी सबै संरचनागत परिवर्तनहरूको पछाडि केही दार्शनिक आधार पनि छ कि? पुस्तकले नेपालको सनातन पहिचानको कुरा किन गर्छ? कतै यसले देशलाई धार्मिक राज्यतिर लैजान खोजेको त होइन? यो अलि संवेदनशील विषय हो। यो एकदमै महत्त्वपूर्ण र जायज प्रश्न हो। पुस्तकले यसलाई निकै सावधानीपूर्वक स्पष्ट पारेको छ। लेखकको तर्क के हो भने यो कुनै धार्मिक राज्य बनाउने प्रस्ताव किमार त होइन, बरु हाम्रो सभ्यताको गहिराईबाट संस्थाहरूलाई चाहिने नैतिक बल निकाल्ने प्रयास हो। सभ्यताको गहिराईबाट नैतिक बल अलि प्रष्ट पारिदिनुस् न। सनातन शब्दलाई धर्मसँग मात्र जोडेर हेरिनुहुन्न भन्ने पुस्तकको तर्क छ। यो नेपालको त्यो हजारौं वर्ष पुरानो बहुलवादी र सहिष्णु सभ्यता हो जहाँ हिन्दू, बौद्ध, किरात, बोन र अन्य अनगिन्ती परम्पराहरू सँगसँगै हुर्के। ठीक। यो सभ्यताले हामीलाई केही विश्वव्यापी नागरिक मूल्यहरू दिएको छ, जस्तै धर्म मतलब कर्तव्य, सेवा मतलब सार्वजनिक सेवा र सत्य मतलब पारदर्शिता। पुस्तकले प्रस्ताव गरेका नयाँ संस्थाहरूलाई चाहिने नैतिक मेरुदण्ड यिनै मूल्यहरूबाट लिन सकिन्छ भन्ने हो। यसले कानूनलाई आत्मा दिन्छ। तर पुस्तकले बारम्बार के कुरामा जोड दिएको छ भने यो पहिचानलाई स्वीकार गर्दा सबै नागरिकको पूर्ण समानता र बहुलवादको रक्षालाई पहिलो शर्त बनाइनुपर्छ। ल, आज हामीले निकै गहिरो कुराकानी गर्यौं। डाक्टर वैद्यको पुस्तक अ न्यू नेपालको पाना पल्टाउँदै हामी सन् 2025 को त्यो जलेको संसदबाट सुरु भयौं, कन्ट्रोल स्टेटको रोग के हो भनेर निदान गर्यौं र त्यसपछि सर्भिस स्टेट बनाउने 4वटा स्तम्भमा आधारित एउटा विस्तृत खाकासम्म पुग्यौं। यो खाकाले शक्तिलाई नागरिकप्रति उत्तरदायी बनाउने एउटा आशाको किरण देखाउँछ। हो, र अन्त्यमा श्रोतालाई सोच्नको लागि लेखकले नै उठाएको एउटा मार्मिक प्रश्न छोडेर जाउँ। हुन्छ। पुस्तकको अन्त्यमा लेखक सोध्छिन्, यदि हामीले छलफल गरेका यी संस्थाहरू सन् 2025 भन्दा पहिले नै बनेका हुन्थे भने के त्यो संसद भवनमा कहिले आगो लाग्थ्यो होला? निकै शक्तिशाली प्रश्न। अनि उनी अगाडि सोध्छिन्, र यदि हामीले अहिले पनि यस्ता संस्थाहरू बनाउन अस्वीकार गर्यौं भने भोलि अर्को पुस्ताले हामीलाई सोध्दा तपाईहरूले हाम्रो लागि किन केही परिवर्तन गर्नु भएन, हामी के जवाफ दिनेछौँ?